हेलो नमस्कार सबैजना वेलकम ब्याक माई युट्युब च्यानल फेरि पनि म नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु। सबैजनाले हेरेर साथ दिनु होला। सो आजको भ्लग चाहिँ अब साउदी अरबको म्युजियम भन्ने ठाउँमा चाहिँ जाँदैछौँ हामी दाजुभाइ र म। सो तपाईँहरू हेर्दै गर्नुहोला। भिडियो राम्रै बनाउनुहुन्छ दाइले अनि नभए अलिक राम्रो कोसिस गर्नुहुन्छ हजुरले साथ हामीलाई पनि सपोर्ट चाहिँ गर्नु पर्यो। सबैजनाले सपोर्ट गर्नु पर्यो है। सपोर्ट गर्नु भाइले त यति राम्रो कुरा गर्छ, अब तपाईँहरूले पनि सपोर्ट चाहिँ गर्नु पर्यो है गाइस। भ्लगहरू चाहिँ अब आउँदै गर्छ। सो तपाईँहरू सबै लाइक एक कमेन्ट तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ सबैजनाले चाहिँ एक लाइक गरेर जानु। कति राम्रो कार हो भाइ, कति राम्रो कार है। म्याच गर्छ भाइ। सबैजना सबै भिडियोहरू चाहिँ एकै ठाउँमा हाल्ने कोसिस गर्नेछु। यहाँ हेर न कस्तो एक्सिडेन्ट भएछ भनेर त है। कस्तो डेन्जर यो रोड यहाँ तल छ अनि यहाँनिर चाहिँ पुरा चाहिँ यो कस्तो ड्राइभर होला के। ल हेर्नु त यो माथि गएको छ अनि यो चलाउने मान्छे चाहिँ कस्तो होला त। त्यही भएर गाडी चलाउँदाखेरि एकदमै विचार गर्नु होला। जोसुकै तपाईँलाई लगायत होइन हुन्छ नि। यति ठुलो रोड छ हेर्नु त, यहाँ कति ठुलो रोड छ तर यो कुनामा लगेर चाहिँ गाडी ठोकिदिएको छ। अनि यो त पक्कै पनि यो जाँड खाएर यो मान्छेले गाडी चलाएको हुनुपर्छ। आफ्नो केयर गर्नुपर्छ विदेशको ठाउँमा होइन। यहाँ त अब यो लोकल मान्छेले नै ठोकेको होला खास त होइन। र पनि केही छैन, अब जे भयो नि मान्छेले केही भएन जस्तो छ। गाडी चाहिँ सफा भयो। अब कति यतातिर त विदेशतिर त अब सस्तो नै पाउँछ नि त। र पनि केही छैन। अब मान्छेले चाहिँ केही भनेर चाहिँ पोलमा लगेर ठोकेछ। यदि 1 मिनटको कारणले गर्दाखेरि होइन तपाईँको ज्यानै गएको भएदेखि कति गाह्रो हुन्छ। सो त्यही भएर तपाईँहरू पनि एकदम सचेत रहनु होला, सजग रहनु होला। किनभने जिन्दगी एकचोटि मात्र आउँछ, घरिघरि आउँदैन कि। त्यही भएर यति ठुलो रोड छ। अब हाम्रो नेपालको जस्तो छैन। यहाँ विदेशमा त एकदम ठुलो रोड हुन्छ नि त। ठुलो रोड हुँदा पनि झ्याम ठोकाइदिन्छ, गाह्रो छ। त्यही भएर सो आफूले आफ्नो केयर गर्नु होला। प्लान गरेको छौँ एकैछिन हामी म्युजियममा पुग्छौँ भने त कथाको म्युजियम साउदी अरबको म्युजियमतिर जाँदैछ होइन। ठिकै छ जाउँ एकछिन गाइस कस्तो हुन्छ हेरौँ होला। त्यहाँको पनि एक दुईवटा भिडियो बनाउनु कस्तो के हुन्छ त्यो भित्र गएर यसो हेरौँ होइन। पहिला नि हामी जानु त एकचोटि त गएको र पनि अहिले चेन्जेस भयो जस्तो छ। बाहिरतिर गएर यसो एक दुईवटा भिडियो बनाउँला होइन। तर एकदमै गाह्रो हो कि यो उभिएर जानुपर्छ कि बस्ने त्यस्तो सबैजना चाहिँ उभिएरै गइराखेको हुन्छ। अब सस्तोमा भएको चाहिँ उभिन त पऱ्यो होइन। सस्तो पनि खोज्नु अनि सुविधा पनि खोज्नु थाल्यो भने गाह्रो पर्छ। तर यहाँ धेरै जसो 95% यहाँ चढ्ने भनेको चाहिँ पाकिस्तानीहरू पनि हुन्छ कि होइन। यहाँ चढ्नेहरू चाहिँ त्यही हो गाइस। तपाईँहरू भिडियोहरू हेर्दै गर्नु होला। थ्याङ्क यू सो मच। फाइनल्ली अब चाहिँ आइसक्यो यो म्युजियम भन्ने ठाउँमा होइन। साउदीको एकदमै स्पेसल यो म्युजियम हो। सो हामी चाहिँ यहाँबाट अब इन्ट्री गर्न लागिसक्यो। यो भित्रपट्टि चाहिँ जानुपर्ने छ। यहाँ पर यहाँदेखि यहाँ पर हो। तर यहाँबाट चाहिँ खास अब निस्किसकेको छ। हामी गाडीबाट चाहिँ उत्रिसकेको छौँ बाहिरमा। एकैछिन त्यहाँ पुगेर त्यहाँभित्र चाहिँ यतै वरिपरितिर चाहिँ भिडियोहरू बनाउने कोसिस गर्नेछौँ कस्तो हुन्छ। सो गाइस तपाईँहरू हेर्दै गर्नु होला। अब हामी चाहिँ यस्तै हो खासै अब त्यति राम्रो भिडियो बनाउन आउँदैन र पनि तपाईँहरूले माया गर्नुहुन्छ भन्ने मलाई चाहिँ लागेको छ। सो त्यही हो गाइस। अब अलि राम्रो भिडियो ल्याउने कोसिस चाहिँ एकदमै जारी छ मेरो होइन। एकदमै लागि परेको छु कसरी भिडियो बनाउने, के भिडियो बनाउने, कस्तो कन्टेन्ट चाहिँ मान्छेहरूलाई मनपर्छ यस्तै ठाउँहरूको होइन। यहाँ चाहिँ एकदम बच्चाहरू बस्ने ठाउँ होइन। टक्क यहाँ चाहिँ अब पैसा तिरेर चाहिँ खेलाउने ठाउँहरू छ। र अब एकैछिन अब हामी निस्किँदैछौँ। यहाँ चाहिँ अब यसरी बोर्डहरूदेखि लिएर सबै चिजहरू छ। त्यही हो गाइस। तपाईँहरू भिडियो हेर्दै गर्नु होला।
एकैछिन हामी भिडियो बनाउने कोसिस गर्नेछौँ है त। थ्याङ्क यू सो मच। फाइनली साथी अब यता पनि हामीले भिडियोहरू बनाइसक्यौँ। ल भिडियोहरू बनाइसक्यौँ। अब फेरि अब एकैछिन चाहिँ हुनुपर्दा जान्छौँ हामी, एकैछिन हेर्छौँ। ठाउँ चाहिँ एकदमै करेक्ट ठाउँ छ कि, बब्बल ठाउँ छ होइन भाइ? कस्तो लाग्यो ठाउँ? ठिक छ हो? सही छ नि होइन? लास्ट बब्बल छ नि यतातिर, यतातिर चाहिँ दामी बनाएको छ कि होइन सुमन? केही छैन। ल अब अरू अझै भिडियोहरू बनाउनु पऱ्यो नि होइन? यहाँ हेर्नु न ढुकुरको जोडीहरू टक्क कति मजाले यता यहाँ पनि बनाउनु पर्छ। यहाँ बनाउला घुमाएर क्या कस्तो घुमाएर उतै राम्रो आइरहेको थियो त, यता नि पर्छ र? ल हेर्नुहोस् गाइज कति राम्रो छ ठाउँ होइन? यति राम्रो ठाउँहरू छ। हामी कहाँ र कहाँ घुमिन्छ हेर्नु त। अल्लाह अल्लाह हावा लागेको छ, टक्क मन चाहिँ एकदम शान्त भएको छ, एकदम बब्बाल देखिन्छ है साथीहरू होइन? कस्तो छ सुमन? ठिक छ? भिडियो कस्तो छ? कस्तो लाग्यो यो ठाउँमा आउँदाखेरि? दाइले यो ठाउँमा ल्याउँदाखेरि कस्तो लाग्यो? धेरै राम्रो। अब यो भित्र चाहिँ छिर्न बाँकी नै छ अझै अब कामहरू होइन? यो भित्र छिरेर एकैछिन हामी चाहिँ यो भित्रको पनि हामी भिडियोहरू बनाउनेछौँ र सो गाइज तपाईँहरू चाहिँ भिडियो लास्टसम्म हेर्नु होला है त। थ्याङ्क यू, बाई। जय नेपाल।